छोड्दै गर्दा म फेरि गलेको छैन, मैले गल्न पनि हुँदैन र मलाई गल्ने छुट पनि छैन। त्यो नेपाली जनताहरूले मलाई गल्ने छुट पनि दिएको छैन। त्यसमा पनि माता दुर्गाको भक्त हुँ म। यो शिवजीको देश, माता दुर्गाको देश र म कतिखेर थाक्छु भने जतिखेर यो सर्वोच्च अदालत जस्तो चिज, जनताको सर्वोच्चता बोकेको सर्वोच्च अदालत, सिंहदरबार, एउटा सम्पदा सूचीमा परेको जनताको प्रशासनिक भवन सिंहदरबार, साथै जनताको कानुन बनाउने संसद भवन जल्यो र देशैभरि जनताको सुरक्षार्थ खट्ने पुलिसहरू माथि जुन बर्बर दमन भयो, हतियार खोसिए, यी कुराहरूले न्याय नपाइन्जेलसम्म दुर्गा प्रसाद लडिरहन्छ। यो कुरा हिजो राज्य सत्ता सञ्चालन गर्नेले बुझ्दा पनि हुन्छ र भोलि आउने राज्य सञ्चालन गर्ने सञ्चालकहरूले बुझ्दा पनि हुन्छ। यो कुरामा क्लियर हुँदा हुन्छ, किनभने दुर्गा प्रसाद गल्दैन। एकछिन म तपाईँलाई भन्छु, जेलमा राखेर निर्वाचन गर्नु, मान्छे मारेर निर्वाचन गर्नु, सिंहदरबार जलाएर सर्वोच्च अदालत जलाएर होइन निर्वाचन गर्नु त ठुलो कुरा होइन। त्यसले कुनै ठुलो भिन्नता राख्दैन, भोलि पनि राख्नेवाला छैन। यो कुरा तपाईँहरूले बुझ्नुपर्छ। र अर्को कुरो के हो भन्दाखेरि मैले सम्पूर्ण दलहरूलाई के भनेको थिएँ भन्दाखेरि चुनाव 84 को चुनाव 82 मा गराएर वैधानिक रूपमा सत्ता कब्जा गर्ने खेल हुँदैछ है भनेर त मैले सुरुदेखि नै भने हो नि त। आज त्यही भयो होइन? किनभने इराकमा सद्दाम हुसेनलाई वैधानिक रूपमै मारियो नि।